हेलो हेलो नमस्ते सबैजनालाई आराम हुनुहुन्छ होला। आज जापानमा पानी परिरहेको छ। बाहिर झमझम पानी परिरहेको छ। म घरैमा बसेर आफ्नो काम गरिरहेको छु। कति धेरैजना साथीहरूलाई थाहा छ मैले डिजिटल बिजनेस गर्छु भनेर। कतिजना साथीहरूले गर्न खोज्नु भएको छ, तर उहाँहरू डाउटमा हुनुहुन्छ के डाउटमा हुनुहुन्छ आएर सोध्न सक्नुहुन्छ हामीहरूलाई तपाईँहरूलाई लागेको डाउटलाई हामी सायद समाधान गर्न सक्छौँ कि यदि तपाईँहरू आउनुभयो भने बुझ्नुभयो भने आफ्नो लाइफ साँच्चै नै सिरियसली भएर परिवर्तन गर्न चाहनुहुन्छ भने यो प्लेटफर्म चाहिँ म तपाईँहरूलाई रिफर गर्न चाहन्छु। किनभने सबै ठाउँ सबैलाई उपयुक्त हुँदैन यो ठाउँमा चाहिँ सबैले जसले पनि गर्न सक्छ यो ठाउँमा आएर चाहिँ आफ्नो लाइफलाई परिवर्तन। र मैले पनि गर्दैछु, गरिरहेको छु अहिले हाम्रो यो बिजनेसमा 30 डेज रिल च्यालेन्ज चलिरहेको छ जहाँ म आज डे 10 लिएर आएको छु जहाँ मेरो आज टपिक रहेको छ बेनिफिट अफ वर्किङ फ्रम होम। हामीहरूले घरैबाट काम गर्दा हुने फाइदाहरू के छन् त भन्ने कुरामा सबैभन्दा पहिला त हामीहरूले घरैबाट काम गर्दाखेरि समयको बचत हुन्छ हामीहरूलाई अफिस जाँदा आउँदा लाग्ने समय चाहिँ खर्च हुँदैन। त्यो टाइम भनेको हामीले अरू काममा चाहिँ लगाउन सक्छौँ है। र अनि अर्को कुरो घरमै बसेर काम गर्दाखेरि हामी आफ्नो पारिवारिक वातावरणमा परिवारसँग बस्दै घरको काम गर्दै गर्न सक्छौँ र अनि अर्को कुरो भनेको यसबाट हामी घरै बसेर काम गऱ्यौँ भने खर्चहरू पनि कम हुन जान्छ। कसरी भन्दा यदि हामी अफिस गयौँ भने अफिसमा जाँदा लाउने लुगाहरू त्यहाँ गएपछि भोकभोकै काम गर्न सकिँदैन, खाजा खानुपर्छ ती खर्चहरू हुन्छन् त्यो खर्चहरू पनि हामीले घरै बसेर काम गर्दाखेरि त्यो खर्च पनि कम हुन्छ है। र अनि अर्को कुरो घरकै रमाइलो वातावरणमा हामीले काम गर्दाखेरि मन खुसी हुन्छ है। अनि अर्को कुरो हामी आफ्नो परिवारसँग क्वालिटी टाइम बिताउँदै आफ्नो घरको काम पनि गर्दाखेरि हामीले एक्स्ट्रा इन्कम पनि जेनेरेट गर्न सक्छौँ है। र आफ्नो समयअनुसार काम गर्न सकिन्छ, जसले गर्दा तनाव पनि कम हुँदै जान्छ। त्यसैले तपाईँहरू पनि आजैबाट सुरु गर्नुहोस्। आफ्नो घरैबाट आफ्नो भविष्य सुरु गर्न सक्नुहुन्छ है। त्यसको लागि तपाईँहरू मसँग जोडिन सक्नुहुन्छ। मलाई डाइरेक्ट म्यासेज र कल पनि गर्न सक्नुहुन्छ है त।